नमस्कार साथीहरू, स्वागत छ आजको जानकारीमूलक भिडियोमा। आज हामी यस्तो विषयबारे कुरा गर्दैछौँ जसले तपाईको जीवनमै परिवर्तन ल्याउन सक्छ। नेपालमा कहाँ इन्भेस्ट गर्दा राम्रो कमाइ हुन्छ? यो क्वेशन धेरैको दिमागमा चलिरहन्छ। आउनुहोस् यसै विषयमा कुरा गरौँ। धेरैले विदेश जाने सोच बनाउँछन्, तर सही ठाउँमा लगानी गर्न सकियो भने नेपालमै पनि बलियो भविष्य बनाउन सकिन्छ। भिडियो अन्तिमसम्म हेर्नुहोस् किनकि अन्त्यमा बोनस आइडिया पनि छ। नम्बर 1, कृषि व्यवसाय। नेपाल कृषि प्रधान देश। यस क्षेत्रमा लगानी गर्दा जोखिम कम, कमाई स्थिर। जस्तो ब्रोइलर या लेयर कुखुरा फार्म, आधुनिक तरकारी ग्रीन हाउस, स्ट्रबेरी, एभोकाडो, कागती जस्ता हाई भ्यालु खेती, बाख्रा माछा पशुपालन, च्याउ खेती। सरकारको सहुलियत, कर्जा र प्राविधिक सहयोग पनि पाइन्छ यस क्षेत्रमा। नम्बर 2, होटल तथा होमस्टे व्यवसाय। नेपाल पर्यटनमा धनी मुलुक। घरकै खाली कोठा राम्रोसँग सजाएर होमस्टे चलाउन सकिन्छ। विदेशी र स्थानीय दुवै पाउनको माग बढ्दो छ। छोटो लगानी, राम्रो मासिक आम्दानी दिन सकिन्छ। नम्बर 3, यातायात सेवा। ट्याक्सी, टेम्पो, स्कुटर भाडा, ट्राभल टुर एजेन्सी, गाडी भाडा, रेन्ट ए कार। नेपालमा यातायातको माग सधैँ रहिरहन्छ, त्यसैले यस क्षेत्रमा लगानी गर्दा पनि एकदम फाइदा हुन्छ। नम्बर 4, रियल इस्टेट र प्लटिङ। सहर विस्तार भइरहेकोले जमिनको मूल्य वर्षै वर्ष बढिरहेको छ। प्लटिङ, साना घर कोठा निर्माण र भाडा। गाउँ सहर दुवैतिर मौका, रिसर्च राम्रो गर्नुपर्ने हुन्छ। नम्बर 5, ई-कमर्स व्यवसाय। अनलाइन किनमेल बुम हुँदैछ। कपडा, मोबाइल एक्सेसरिज, होम डेकर, स्थानीय उत्पादन, सस्तो इन्भेन्टरीमा सुरु गर्न सकिने क्षेत्र। यस क्षेत्रमा लगानी गर्नुभयो भने तपाईको आम्दानी सिरो हुन्छ। नम्बर 6, फ्रेन्चाइज व्यवसाय। तपाईसँग आइडिया छैन भने पनि इन्भेस्ट गर्न सकिने विकल्प। फास्ट फुड, कफी सप, मोबाइल सोरुम, इन्टेरियर या फर्निचर, जसमा कम्पनीकै ब्रान्ड नाममा कमाइ गर्न सकिन्छ। त्यसैले यो क्षेत्रमा पनि तपाईँ कमाइ गर्न सक्नुहुन्छ। नम्बर 7, शिक्षण तथा कौशल तालिम। नेपालमा स्किल ट्रेनिङको आवश्यकतामा तीव्र वृद्धि भइरहेको छ। कम्प्युटर तालिम, भाषा कक्षा, सिकाइ केन्द्र, कम लगानी, उच्च आम्दानी। नम्बर 8, हाइड्रो सोलर र ऊर्जा। नेपालको ऊर्जा बजार बढ्दो छ। साना हाइड्रो पावर शेयर, सोलर इन्भर्टर व्यवसाय, ब्याट्री र इभी चार्जिङ स्टेसन, लङ टर्म स्टेबल इन्भेस्टमेन्ट यस क्षेत्रमा। नम्बर 9, निर्माण सामग्री र हार्डवेयर, जस्तो हार्डवेयर, सिमेन्ट र बालुवा सप्लायर, टाइल प्यान्ट नेपालमा सधैँ माग हुने क्षेत्र हुन्। नम्बर 10, सेवामा इन्भेस्ट।
सार्वधिक बढ्दो क्षेत्र जस्तो मोबाइल एप, वेबसाइट डिजाइन, डिजिटल मार्केटिङ, अफिस स्टोर भाडामा दिएर आईटी स्टार्टअपहरू राख्न सकिन्छ। र साथीहरू, अन्त्यमा मैले बोनस आइडियाको कुरा गरेको थिएँ। कृपया बोनस आइडिया, फरक सोच हेर्नुहोस्। स्थानीय समस्या सजिलो बनाउने समाधानमा निवेश गर्नुहोस्, जस्तो पानी फिल्टर सेवा। ग्रामीण क्षेत्रका लागि 24 घण्टा 7 दिन एम्बुलेन्स सेवा। साना क्याफे प्लसको वर्किङ स्पेस। हरेक क्षेत्रमा नयाँ तरिका खोज्न सक्नुभयो भने तपाईँ असीमित कमाइ गर्न सक्नुहुन्छ। र अन्त्यमा, नेपालमा लगानीका सयौं अवसर छन्, तर महत्त्वपूर्ण कुरा कहाँ र कसरी इन्भेस्ट गर्ने भन्ने हो। सस्तो रूपमा सुरु गरेर बिस्तारै ठूलो बनाउन सकिन्छ। यदि तपाईलाई कुन क्षेत्र तपाईको लागि उपयुक्त हुन्छ भनेर थाहा पाउन चाहनुहुन्छ भने कृपया कमेन्टमा इन्भेस्ट लेखिदिनुहोस्। भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला। हस्त नमस्ते।